बन्द भएको भइ गरिरहेको हो र क्या बन्द हुने क्लिक क्लिक गरे गरेस एक गति घुमाउ न हो त्यहाँ भयो ल अब यो फाइनल हो कि भयो एकचोटि अलिकति डढाए जस्तो भएपछि निकाल अनि फिनिस ल हेर कति पकाए तिमीहरूले जम्मा चारवटा हाल्छ अनि यत्रो हुन्छ त 1 2 3 4 5 6 7 8 9 10 11 12 दुईटा खाना पुग्छ किन्न पाइने हो के हम तो राक्षस खानदान से कौन सा राक्षस खानदान दोनों दोस्त के बाद मिल गए मजा आएगी अर्को राक्षस खानदानको उता ए उन्न मुखमा गएपछि चिसो भइहाल्छ के ए पानी छ एकचोटि हाल्नु न ल एक बाइट हाल्नु त खै मन्त्र हान्दैछ है केटा सबै लगा के तिमीहरु ले त त्यो सुन्तलाको बोक्रा समाउन मिलेन मिल्छ भल है कपडा पासे बाटो खानु पाक्यो होला गरे साल चाहिँ पाकी कहाँ पाक्ने त्यहाँ राख्नु अरु खान्छ सुन्तला डढेर राख्नु ल भाइ भाइ पाके उताबाट डढिसक्यो कालै भइसक्यो डढेर झन् राम्रो हो नि त ल यो माथिको निकाल्नु झिको झिको र यता राख्न नाइ गर्छ जाको सब नोन मिक्सर लगा दिनु निकाल यहाँ बोसो तमले बोसो सब फाट के नहीं पागल हो कुनै पाके है नहीं हो हां उससे छोड़ देना कुकुम ले जाके धर दे इनो थोड़ा तले कर दे कपड़े पके पकल बा हो अतर कर बड्डा को छ के काँदै खिलाउला फेरि पट्टि लाग्ला फेरि थोड़ा तले कर छोटा पाक इसमें तो सॉरी 3 पीस बस ये रही तो अगली ले कर तो एक गाछ खै मरिक ए मरिक हो बहुत दिन के बाद खाए पाके हैन मजा आइल लाल लाल छ रातो मासु लारी र बड्डा छु जन पाकेको हैन ओभर पाके जस्तो देखिन्छ हम राक्षस खानदान से है शनिबार 1 किलो नाने मस्त पाके खाइ पर्यो छोटो कोठे में घाट रहूं नल्ले तो ठी बुट खाइली तो का हुन कन्न द ए पढाम पगार खानु हुन यता आउनु पर्छ हैन दाइ शनिबार त हो भ्यायो मासु भ्यायो ए तुका मैले के खाइदिछ तीनटा मात्र झिके छ तीनटा मात्र झिके हा यो त्यस्तो हो अब म पोल्छु जो रातो मासु मात्र कत्रो अरू जोडी त एउटा ताई लिएर आउँछु मासुलाई घाँटीमा झुन्डाउने टाइ मासु पकाउनु तावा भन्नु न के तावा ताई त्यो लिएर आयो हैन अनि ठ्याक्क राख्यो त्यहाँ जाली लिएर आउनु जाली यो यस्तो सानो सबै छिर्छ कि जाली अस्ति हामीले लिएर गएको थियो त्यसपछि यति लामो यत्रो के यत्रो लाब्रा गर्नु पर्दो रहेछ क्या हुन्छ त्यो बनिन्छ बनाइदिन्छ होला तिनीहरूले नि हैन गाडीले तिम्रो काउन्टरमा पोलेर खाथ्यो काउन्टरमा पोलेर काले यो शनिबार त यस्तो भयो है कसैले सल्लाह पनि गरेको छैन केही पनि गरेको छैन अचानक भयो के हो हैन पानी भर्ने मान्छे माछा मार्न गएको छु ठिकै त माछा पाइहाल्यो त अनि एक पाउ भने परेन त एक भागमा हैन त सबै म कहाँ एक साग बाल्छ भयो कोठामा लान्न किन त्यही दर्जीको कोठामा पकाएर खाने ए ल त्यही पकाएर खाने हो ल म पनि त्यही खान्छु त्यसो भए पोलेर खाइ मलाई नि भात पकाएर राखे नो टेन्सन आज
सुलेनको भात खाइदिन्छ खानु न लौके डौलो पाकिसक्यो तर स्पेसल बनाउनु पर्छ नि माछा फेरि माछा कुनै खाने माछा खेल्दा छ खाना न अझ एक दुई चट अर्को शनिबार आउँदा उस लिएर आउनुपर्छ कि मोटर बुढी चोडी मरेला गुठो गुठो मुडचोडी बुढी चोडी आफै शिकार लगे दाइ के नाइ परि हो लारला जही शिकार हो आफै के हो लन्ना बुढी भाइ बात उहो बुच्चोदी यहाँ मिना कुमार भाइ ए हुनेरो डाडे भयो वही का टेंशन हुँदैन हमें यहाँ हर कहिदिन हो ल म त भए पुग्यो केटा मासु पनि सक्छु नेपालीको छोरो चान्स भयो कि हान्छ कहीँ हारेको छोरो के रक्सी खाएर पनि बुढी पालिदिन्छु हैन यतै गर्नु न त्यस्तै डाइलेक्ट अर्को शनिबार के दाइ खतरा खतरा बनाउने कहाँ यही यतै आउने के मरो झ्याप हुँदा रे मासु मात्र लिएर माथि पनि जाल नमार्नु साल लिएर आउने बरु उसको जाल लिएर आउने एकछिन माछा मार्ने यो नखाएको केटाहरू जालमा यत्र मार्छु दुई चिज मारेछ कहाँबाट के ठुलो पर्छ त हो नाइ म छिटो आटे मोदी एउटा भन्ने त हुन्छ नि माछा मार्न गछ भनेर हैन दाइ यसो भिडियो देखाइदिनु नाइ मर्ले बुझेर मर्ले न ये चाहिँ खसीको मासु बङ्गुरको परेको छैन हामीले भन्दा त ऊ त्यहाँ राम्रो पलेर रहेछ आज दाजुभाइले ठिक भने रहेछ अलिकति तेल हाल रे बिसार हाल ओहो लास्ट टाइम मिठो भयो केटा